हेलो एभ्रिवान, नमस्ते मेरो सम्पूर्ण साथीहरूलाई। सो साथीहरू के कस्तो हुनुहुन्छ? आशा गर्छु सन्चो सुविस्ता हुनुहुन्छ भन्ने, र म पनि एकदमै सन्चो सुविस्तै छु साथीहरू। अनि हजुरहरूले त ब्रेकफास्ट गरिसक्नु भयो होला है। म चाहिँ भर्खरै अब ब्रेकफास्ट लिन आँटेको छु, र आज चाहिँ ब्रेकफास्टमा चाहिँ मेरो के छ भन्नुपर्दा चाहिँ हेर्न सक्नुहुन्छ, चिसो चिसो मौसममा पिरो पिरो करेन्ट। सो मलाई चाहिँ आज बिहान बिहानै पिरो खानु मन लाग्यो नि त साथीहरू, त्यही भएर बुढाले चाहिँ पिरो खानुहुन्न। अनि बुढालाई चाहिँ म्यागी बनाएर दिएँ, र मलाई चाहिँ करेन्ट बनाएर चाहिँ अब चाहिँ म चाहिँ स्टार्ट गर्न लागेको। अनि साथीहरूले पनि ब्रेकफास्ट गर्नुभएको छैन भने चाहिँ गर्नु होला है। सो म चाहिँ स्टार्ट गरेँ। अन्त मलाई चाहिँ धेरै दिनदेखि करेन्ट पनि खानु मन परिरहेको थियो नि त, खाएको थिइनँ। अन्त आज चाहिँ अलिकति जाँगर गरेर बनाएर चाहिँ स्टार्ट गर्न लागेको। हस्त साथीहरू म चाहिँ खाएँ है। बिहान बिहानै जाडोमा चाहिँ नि साथीहरू पिरो करेन्ट खानुको चाहिँ मजै अर्को हुन्छ है। त्यही हो साथीहरू। अन्त अब ब्रेकफास्ट गरेर त फेरि घरको कामपट्टि लाग्नुपर्ने हुन्छ, र मेरो चाहिँ अहिले काम पनि बढिरहेको छ के साथीहरू। घरमा मिस्त्री लागिरहेको छ है। अन्त अब घरको हामी बुढाबुढीलाई नि खाना बनाउनुपर्छ, र मिस्त्रीहरूलाई नि बनाएर दिने गर्छु नि त म चाहिँ। अब बिचराहरू घर जानु आउनु थाकेको बेला भनेर चाहिँ म चाहिँ बनाइदिन्छु। सो अनि अहिले चाहिँ हामी भन्दा नि म चाहिँ अहिले चाहिँ अलिक धेरै नै खाना बनाउने गर्छु, बनाउनु पर्ने भइरहेको छ है। र किचन बनिँदैछ नि त, सो सकेको छैन अझै, टाइम त निकै लाग्ने रहेछ साथीहरू। त्यही हो है। पिरो चाहिँ नि साथीहरू म चाहिँ एकदमै बेसी खाने गर्छु है। खाना खाँदा पनि नि साथीहरू कोही बेला त 2टासम्म डल्ले खोर्सानी खान्छु। बुढाले चाहिँ एउटा पिरो खानुहुन्न हो, म चाहिँ पुरा खान्छु। अनि तपाईँहरू कोलाई चाहिँ पिरो एकदमै मनपर्छ है, कमेन्ट गर्नुहोस् ल। हस् त साथीहरू, बाई, थ्याङ्क यू फर वाचिङ।